Hello and good morning everybody. म चाहिँ स्कुल जाँदैछु। यो चाहिँ लन्च बक्स गिफ्ट र ब्यागमा पनि चाहिँ आज चाहिँ वी आर सेलिब्रेटिङ क्रिसमस अनि गिफ्टहरू एक्सचेन्ज गर्ने भनेको भएर हामी गिफ्ट लिएर जाँदैछौँ र कसरी सेलिब्रेट गर्छौँ त्यो चाहिँ म स्कुल पुगेपछि देखाउँछु। बाई बाई। कपालमा काँटा लाएर केही फरक पर्दैन, कसरी फुस्किन्छ। र यो चाहिँ मेरो गिफ्ट चाहिँ अघि ब्यागमा थियो अनि मैले हाम्रो स्कुलको बिहान भेटेको थिएँ अनि त्यहाँ चाहिँ दुईवटा झोला पठाइदिएँ अनि त्यसपछि अब ब्यागमा चाहिँ मैले चक्लेट्स किनेको छु अनि आज चाहिँ मेरो बच्चाहरूलाई म दिन्छु र म हजुरहरूलाई पनि देखाउँछु। अब हाम्रो बच्चाको गिफ्ट एक्सचेन्ज पनि हुन्छ, त्यो पनि म भिडियो खिच्छु अनि प्लस मेरो बच्चाहरूले मलाई के ल्याइदिन्छन् त्यो पनि देखाउँछु। यो चाहिँ हामी स्कुल पुगेपछि हाम्रो क्लासमा सान्टा आउनुभएको थियो। हाम्रो क्लासमा सान्टा आइपुग्नु भएको छ र बच्चाहरू चाहिँ उहाँसँग इन्जोय गर्दै हुनुहुन्थ्यो र हाम्रो यहाँ चाहिँ गिफ्ट एक्सचेन्ज भएर दे वर एक्साइटेड एन्ड ओपनिङ द गिफ्ट दे रिसिभ्ड। एकदम एक्साइटेड भएर खोलिरहनु भएको थियो सबैजनाले। हामीले चाहिँ सबैजनाको गिफ्ट एक्सचेन्ज गर्ने भनेको थियौँ अनि त्यसपछि अब जसले ल्याउनु भएन त्यो उहाँहरूको चाहिँ भएन एक्सचेन्ज, तर सबैजनाले गिफ्ट चाहिँ पाउनुभयो अनि एकदमै खुसी भएर गिफ्ट एक्सचेन्ज गर्नुभयो। हामी टिचर पनि गऱ्यौँ र स्टुडेन्टहरूले पनि गर्नुभयो गिफ्ट एक्सचेन्ज अनि उहाँहरू चाहिँ एकदम खुसी हुनुहुन्थ्यो गिफ्टहरू पाएर। अनि त्यसपछि सबैजनाले गिफ्टहरू पाउनु भइसकेपछि चाहिँ अब अनि हाम्रो प्रोग्राम यो चाहिँ हामीले सुरुमै गरेको थियौँ क्लासमै हामीले चाहिँ अब साथीहरूसँग गिफ्ट एक्सचेन्ज गरिदिइसकेपछि अनि बल्ल हामीले प्रोग्राम स्टार्ट गरेको थियौँ। अनि गिफ्टहरू चाहिँ उहाँहरूले मजाले ल्याउनु भएको थियो, त्यस्तो अनसेटिस्फाइड हुने चाहिँ थिएन। र यहाँ चाहिँ अब हाम्रो प्रोग्राम स्टार्ट गर्नलाई रेडी हुँदै थिएँ म चाहिँ। अनि यहाँ चाहिँ हाम्रो टाइनी नर्सरी स्टुडेन्ट्स मेरो बच्चाहरूले डान्स गर्नुभएको थियो र हामी सबैजना चाहिँ इन्जोय गर्दै थियौँ त्यहाँ पछाडि बसेर। अनि त्यसपछि मलाई अलिकति रुवा लागेको छ, स्वर बिचमा अड्किन्छ। एन्ड द होस्ट अफ द डे वाज मी। होस्टिङ गर्न रमाइलो लाग्छ मलाई चाहिँ। अनि सबैजनाले अब तिमी नै गर पनि भन्नुहुन्छ। अनि यो चाहिँ मेरो एसकेजीको बच्चाहरू, मेरो युकेजीको बच्चाहरू डान्स गर्दै हुनुहुन्थ्यो। अब सबै भिडियो त राख्नु मिलेर लामो हुन्छ, सो आधी राखिदिएको छु। एन्ड सान्टा पनि डान्स गर्दै हुनुहुन्थ्यो। जस्ट लुक एट देम। अनि यो चाहिँ हामीले ग्रिटिङ कार्डहरू बनाएको थियौँ अनि त्यसपछि गिफ्ट अब बच्चाहरूले नै एक्सचेन्ज गरिसकेपछि सान्टाले चाहिँ अब केही नदिएको जस्तो हुन्छ भनेर हामीले चाहिँ अब गिफ्ट एज अ गिफ्ट चाहिँ ग्रिटिङ कार्ड दिने भनेर सोच्यौँ। अनि त्यसरी नै हाम्रो क्रिसमस सेलिब्रेसन्स चाहिँ एन्ड भयो। र यो चाहिँ क्लासमा मेरो 20जना बच्चाहरूसँग चाहिँ मैले गिफ्ट एक्सचेन्ज भन्दा पनि मैले लगेको गिफ्टहरू चाहिँ दिएँ। मैले चाहिँ त्यो रेनडियर भएको पेन्सिल र चोकोपार लगिदिएको थिएँ अनि दे वर सो मच ह्याप्पी। र मैले पनि कति धेरै गिफ्ट रिसिभ गरेँ भनेर त म देखाइ नै हाल्छु। सो मैले पनि दिएँ र उहाँहरूले पनि मलाई अलमोस्ट सबै बच्चाहरूले मलाई दिनुभएको थियो। सो मलाई एकदम खुसी लाग्यो। अब यस्तै मोमेन्टहरू त हो नि होइन, बच्चालाई खुसी बनाउने। अब चिल्ड्रेन्स डे भयो होइन, अनि अब बर्थडेहरूमा पनि उहाँहरूले चक्लेट लिएर आउनुहुन्छ होइन। अनि आई थिङ्क यो चाहिँ एकदम रमाइलो भएको थियो। अनि उहाँ हुनुहुन्छ भाइ दिक्चङ थापा, दिया म्याम फेभरेट उहाँको। अनि
त्यसपछि यसरी नै रमाइलो गर्दै गऱ्यौँ। अनि यहाँ चाहिँ हामी चाहिँ पछाडि ब्याकग्राउन्डमा चाहिँ मेरी क्रिसमस हुनुपर्ने, तर मासा एन्ड द बियरको त्यो उयो छ, किनभने उहाँहरूले हेरिरहनु भएको थियो। अनि अन द स्पट अब घर जाने बेला भयो भन्ने बित्तिकै अनि बाँड्न थालेको, त्यही भएर त्यहाँनिर ब्याकग्राउन्डमा चाहिँ राख्नै पाइएन। एन्ड दे वर सो मच एक्साइटेड, यस्तो एक्साइटेड हुनुहुन्थ्यो गिफ्ट, दिया म्यामले ल्याउनु भएको गिफ्ट रिसिभ गर्न पाइन्छ भनेर चाहिँ एकदम एक्साइटेड भएर दे वर वेटिङ फर देयर टर्न। अब पालै पिलो आउनु पऱ्यो नि त, अनि पालै पिलो आएर आफ्नो टर्न वेट गरेर अनि गिफ्ट लिएर जाँदै हुनुहुन्थ्यो। अनि एकदम खुसी हुनुहुन्थ्यो उहाँहरू। अनि उहाँहरूलाई मैले चक्लेट दिएको नि त, अनि उहाँहरूलाई अब चक्लेट त खानै पर्यो। सो म्याम चक्लेट खाऊँ, चक्लेट खाऊँ, चक्लेट पाएपछि त खाऊँ कि खाऊँ हो नि त। अनि तर पनि आइ एम रियली ह्याप्पी, मैले बच्चाहरूलाई पनि अब केही दिन सकेँ होइन। जस्ट अब उहाँहरूले मात्रै मलाई लिएर आइदिनु भएन कि मैले पनि उहाँहरूलाई दिएँ भन्ने कुरा चाहिँ भयो। अनि त्यसपछि उहाँहरूले समटाइम्स त मलाई उहाँहरूले एकदम रिस उठाउनुहुन्छ, तर अब यस्तो स्पेसल मोमेन्टमा चाहिँ मलाई एकदम माया पनि लाग्छ फेरि। अनि त्यसपछि अब सधैँ रिस उठाउँछन् भन्ने पनि हुँदैन होइन। सो अब त्यहाँनिर ब्याकग्राउन्डमा त अब के भनिरहेको थिएँ मामीले, तर मैले साउन्ड चाहिँ अफ गरिदिएँ। अब त्यो क्लासरुममा हल्ला त्यस्तै हुन्छ, अनि ब्याकग्राउन्डमा अब अरूहरू पनि बोलिरहनु भएको थियो, दिदीहरू पनि बोलिरहनु भएको थियो, अनि त्यही भएर मैले साउन्ड चाहिँ अफ गरिदिएँ। तर पनि रमाइलो भयो। मेरो क्लासमा चाहिँ टोटलमा 20जना हुनुहुन्छ, अनि 20जनालाई नै मैले लगिदिएको थिएँ। अनि त्यसपछि उहाँहरू एकदमै एक्साइटेड हुनुहुन्थ्यो, एकदमै खुसी हुनुहुन्थ्यो। मैले भनेको थिएँ उहाँहरूलाई म हजुरहरूलाई पनि गिफ्ट लिएर आइदिन्छु भनेर भनेको थिएँ। अनि उहाँहरूले पनि मलाई गिफ्ट चाहिँ बोकेर आउनु भएको थियो। सो हिजो त सबैभन्दा धेरै गिफ्ट त साँच्ची भन्नुपर्दा आई थिङ्क इट वाज अफ माइन के। मैले 2 झोला, लिटरली 2 झोला गिफ्ट बोकेर आएँ होला, त्यो अहिले पछि म देखाइ नै हाल्छु होइन। लिटरली 2 झोला गिफ्ट बोकेर आएको मैले। अनि त्यसपछि उहाँहरू सबैजनाले लिएर आइदिनु भएको थियो। मलाई एकदम खुसी लाग्यो। अब मलाई के पनि बोल्न आएन। अब सकिँदैछ यो अब लास्ट हो, त्यसपछि सक्यो। उहाँ चाहिँ हाम्रो देवांशी हो। उहाँले चाहिँ मलाई कस्तो राम्रो ठुलो ब्याग लिएर आइदिनु भएको थियो। म त्यो यहाँ हुनुहुन्छ मेरो, खै त घाँटी मात्रै देख्यो बाबा तिम्रो। यहाँ चाहिँ हुनुहुन्छ मेरो मिस्टर हस्बेन्ड। कस्तो कराङ कुरुङ गरे होला त। र म छु यहाँ। के नै भएको छैन। म चाहिँ स्कुलबाट आइसकेँ। अब चाहिँ मैले स्कुलमा के पाएँ भनेर देखाउँछु। यो एक झोला छ र यहाँ अर्को झोला छ। ओके, अब चाहिँ म पाले पिलो एउटा एउटा गिफ्ट निकाल्छु र देखाउँछु हजुरहरूलाई। यो चाहिँ हामीले स्कुलमै खोलिसकेको थियौँ। यहाँ चाहिँ फोटो फ्रेम छ, अब फोटो हाल्नुपर्छ। ओके, अनि त्यसपछि अर्को रहेको छ यो सक्स। यो चाहिँ मलाई हाम्रो सङ्गीता म्यामले दिनुभएको सक्स। अनि त्यसपछि यो चाहिँ छ लोसन ह्यान्ड क्रिम अब जाडोमा। अनि त्यसपछि यो चाहिँ छ टाटा सानो र रेड पेन विच इज भेरी नेसेसरी। र अर्को त ओके, यहाँ पनि छ। सो यो चाहिँ मलाई ईशाले दिएको, मेरो साथी ईशाले दिएको। यो चाहिँ कस्तो राम्रो ब्रेसलेट हातमा लाउने। बाइ द वे यो चाहिँ मेरो बच्चाहरूले दिएको 2टा। यो चाहिँ प्रार्थनाले दिएको र यो चाहिँ विनिताले दिएको मलाई।
र अर्को छ यो सानो सरी यो सानो इयरिङ सानोभन्दा पनि राम्रो छ इयरिङ and then यो छ काटा पनि राम्रो छ र अर्को छ यो लिप ओइल हो यो खोलेको छैन सो यो चाहिँ यस्तो छ यो चाहिँ लिप ओइल र यो चाहिँ मलाई सुबिनाले दिएको यसमा चाहिँ फोटो फ्रेम छ जस्तो लागेको छ मलाई थाहा छ किनभने त्यसले हिजो मेरै अगाडि प्याक गर्दै थियो तर त्यसले के भनेको थियो भने यो स्टुडेन्टको लागि हो के भनेको थियो त्यसले तर यो मेरो लागि हो रहेछ एल्सा र मलाई एउटै दिएको थियो त्यसले अब हेरौँ माई गड कस्तो पातलो त्यो उयो क्या के भन्छ अरे so cute कति राम्रो oh my god यो चाहिँ हामी तीनजना यो चाहिँ सुबिना यो चाहिँ एलिसा र यो चाहिँ म हो कति राम्रो I love it मलाई थाहा थियो त्यसले फोटो फ्रेम कुन चाहिँ फोटो नै उयो गरेको छे भनेर कस्तो राम्रो के ह्याङ गर्न चाहिँ नमिल्ने रहेछ यसरी स्ट्यान्ड गरेर राख्नुपर्ने रहेछ ओके सो नेक्स्ट भनेको चाहिँ नेक्स्ट अनि फेरि यहाँ सानो काटा छ र यो चाहिँ चिप्स लिएर आइदिएको रे दिया म्यामलाई भनेर चिप्स छ र यो अब मलाई कुन बच्चाहरूले दिएको मलाई याद चाहिँ छैन सो अब यतिकै ऱ्यान्डमली थ्याङ्क यू भन्ने हो होइन सो चकलेट र रेड पेन अफ कोर्स फेरि red pen one more red pen I don't know from Dia ma'am to Sorghum यो चाहिँ सरगमले दिएको यो अहिले मैले अस्तिको वर्ष युकेजीमा पढाएको अहिले चाहिँ ग्रेड 1 मा छ अनि यो चाहिँ उले दिएको रहेछ मलाई बिहानै आउनु भएको थियो मलाई बिहान भन्दै अनि मैले पेन्सिल पनि दिएर पठाइदिएँ एउटा दुईटा ब्ल्याक पेन ठिक छ मलाई काम लाग्छ अनि दुईटा लन्डन डेयरी चकलेट यो चाहिँ सुरान्सले दिएको हो यहाँ सुरान्स भनेर लेखेको छ र एक दिन अगाडि नै ल्याएको थियो उसले त्यही भएर मलाई याद छ यो चाहिँ सुरान्सले दिएको हो भनेर अनि उसले साथीलाई पनि कस्तो राम्रो गिफ्ट लिएर आइदिएको थियो साथीलाई पनि पेन्सिलहरू कस्तो राम्रो पेन्सिलहरू लिएर आइदिएको थियो उसले साथीलाई पेन्सिल अनि कपी अनि खै के लिएर आइदिएको थियो अनि म्याम तपाईँको लागि पनि यहाँनिर पेन र चकलेट छ भनेको थियो उसले सो आई थिङ्क पेन र चकलेट नै होला कति साह्रो के फेरि खोल्न पनि नसक्ने गरी यस्तो साह्रो पनि हुन्छ भने मैले देखिसकेँ तर खुल्लेन के कस्तो फन रहेछ एउटा डेयरी मिल्क रहेछ त्यसपछि चोकोफन रहेछ र त्यसपछि यो चाहिँ पेन रहेछ र यसमा मिरर पनि छ रहेछ है मिरर पनि यहाँनिर देख्न सक्नुहुन्छ है यहाँनिर के भइरहेछ सबै देखिन्छ यो चाहिँ ब्लू पेन होला सायद ब्लू पेन ओके सो अब चाहिँ मेरो पालो रहेको छ यो चाहिँ मेरो सेक्रेट सान्टाले दिनुभएको गिफ्ट हो सो एक्साइटेड है कस्तो ब्याग छ मलाई थाहा छ तर कस्तो ब्याग छ भन्ने कुरा ओ माई गड मेरो पर्स जस्तै ब्याग रहेछ वाउ Oh my god, so cute! Got the cute bag, wow!
मेरो पर्स पनि एक्ज्याक्टली यस्तै छ गाइस. सो यो पर्ससँग यो क्युट ब्याग कस्तो राम्रो के. वाउ, यहाँ हेर त. आई लभ इट. कस्तो राम्रो. यो चाहिँ मेरो सिक्रेट सान्टाले दिनुभएको हो. सो युनिसा थियो. यसको भित्र अरू पनि रहेछ गाइस. Oh my god, कस्तो cute. Oh my god, thank you so much Unisa ma'am. Thank you so much for this gift. I just love it. Thank you so much. कस्तो राम्रो. Wow. अझै छ guys. Wow, earring. कस्तो राम्रो. Thank you so much ma'am. I think हजुरले जति दिनुभयो द्याट इज इनफ थियो. यो ब्याग नै इनफ थियो पहिला कुरा त. तर थ्याङ्क यू सो मच. So cute. Thank you so much ma'am. अब last but not the least यो खोलौँ ल. I'm excited. Shit. च्यात्दिन भनेको च्यात्तिहाल्यो. एउटा किटक्याट छ. Oh my god, कस्तो राम्रो. Thank you so much Devanshi. Wow, thank you so much. मेरो स्टुडेन्टलाई सानो पाउच रहेछ. सानो पाउच सानो गरेर हाल्नु मिल्ने हुने गरी. कस्तो राम्रो. मैले हजुरको लागि ब्याग किनिदिएको छु नि भन्नुहुन्थ्यो. माई गड, कति धेरै कागज हो यहाँभित्र. Oh my god. So thank you so much Devanshi and Unisha ma'am. Thank you so much.